राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ यो छुट छैन। हामी चाहिँ एकदम एउटा सुशासन ल्याउन खोज्छौँ। बालेन साहब बोल्दैनन्, चुप लाएर हिँड्छन्, बोल्दै बोलेन बोलेकै डराएर हिँड्छन् त अनि कहाँबाट हुन्छ? कसरी बोल्छन् तिम्रो नेता? त्यस्ता पनि नेता हुन्छ? त्यस्तो होइन, हेर्नुहोस् अलिकति सबै सुन्नु सबै भएर बोल्न सिक्नुपर्छ। हामीले असभ्य भएर गयौँ भने त्यो हुँदैन होइन। हजुर बाइ द वे मानिलिनुहोस् यो चुनावबाट फागुन 21 पछि राष्ट्रसभाले बहुमत ल्यायो भने देश बन्छ। अब हाम्रो विचारमा देश बन्छ, बन्नै पर्छ। सर अन्तमा एउटा क्वेशन, अब तपाईले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनाउनु भएका बालेन साहब जो चुनावी अभियानमा हिँड्दै गर्दा मालपानीको 8 करोडको गाडी चोरियो भन्ने आरोप छ, के छ तपाईको? यस्तो भयो, यसमा मेरो धारणा भन्दा नि मैले बुझे अनुसारले के छ भने नि यो असाध्यै गम्भीर प्रश्न हो। यसमा पनि मैले स्पष्ट पार्न एकछिन भन्न साथीहरूलाई यो के छ भने नि जब उहाँलाई चाहिँ तपाईँको थ्रेटन आएको नि सुन्नुभयो होला नि त होइन। थ्रेटनको बावजुद आफूलाई सेफ्टीको लागि पनि कोही साथीहरूले सहयोग गरेर 8 करोड पऱ्यो कि 5 करोड पऱ्यो कि 50-10 लाख पऱ्यो त उहाँलाई के थाहा। गाडी चोरिसकेपछि अब मिडियामा यो अहिलेको जमाना भनेको मिडियाको युग हो, आयो हल्ला भयो। यसलाई ठुलो इस्यु नबनाऊ। आवश्यक पऱ्यो भने देश र जनताको लागि हेलिकप्टर प्लेन पनि चढ्न पर्ने हुन्छ।